यो हाम्रो कर्णाली चिसापानीमा बन्दै गरेको जालपादेवी केबल कारको प्रवेशद्वार हो। अहिले केबल कार चाहिँ निर्माणाधीन अवस्थामा रहेको छ। यो अब 2-4 महिनामा सञ्चालनमा आउनेछ। यो चाहिँ स्टेसन हो हाम्रो निर्माणाधीन केबल कारको। यहाँ चाहिँ 5 स्टार होटल बन्नेवाला छ अनि केबल कार चाहिँ 3 किलोमिटर लामो हुनेछ। यो डाँडामाथि हुनेछ। यो डाँडाभन्दा पारे यहाँ चाहिँ जालपादेवी मन्दिर बन्नेछ। त्यहाँ पनि 5 स्टार होटल बन्नेछ है। काम चाहिँ एकदमै युद्ध स्तरमा भइरहेको छ। एकदम फास्ट ट्र्याकमा भइरहेको छ काम चाहिँ। अनि लट्ठाहरू तान्ने काम पनि लगभग हुँदै गरिरहेको छ। अनि माथि पनि 5 स्टार होटल लगभग अनि मन्दिर बन्ने अवस्थामा पुगिसकेको छ। यो लगभग 6 देखि 7 महिना लाग्नेछ यो सञ्चालनमा आउन चाहिँ। यो हाम्रो चन्द्र भण्डारी आइएमई ग्रुप तथा चन्द्रगिरी केबल कारका साउको लगानी समेत रहेको छ यसमा। यही चन्द्रगिरी केबल कारद्वारा यो सञ्चालन हुनेछ। एकदम गौरवको आयोजना छ यो पनि। घुम्न आउनु होला, बन्यो भने अवश्य पनि। दक्षिणतिर एकदम पर्यटकीय स्थल कर्णाली पुल पनि रहेको छ। अनि कर्णाली नदी, कर्णालीको माछाहरू खान आउनु होला यतातिर चाहिँ।